लामो समयपछि नेपाल क्रिकेट टिमको कन्सिस्टेन्सी फिर्ता आएको छ। नेपाल क्रिकेटको लागि फेरि एकदम इम्पोर्टेन्ट विन आएको छ। स्कटल्यान्ड जस्तो स्ट्रङ टिमलाई उसकै प्रेसर सिचुएसनमा हराएर नेपालले आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 को रेसलाई फेरि इन्ट्रेस्टिङ बनाइदिएको छ। टियुमा भएको यो म्याचमा नेपालले 195 को टार्गेट 12 ओभर बाँकी हुँदा चेज गर्दै 6 विकेटले कम्फर्टेबल्ली भिक्ट्री निकाल्यो। अब क्वेसन यही छ, यो मोमेन्टमलाई कन्टिन्यू गरेर नेपाल वर्ल्ड कप क्वालिफिकेसनतिर कसरी अघि बढ्न सक्छ त? आजको यो भिडियोमा हामी नेपालको पोजिटिभ्स, नेगेटिभ्स, स्पेशल पर्फर्मर्स र अपकमिङ युएसए म्याचको इम्पोर्टेन्सबारे डिटेलमा कुरा गर्नेछौँ। सबैभन्दा ठुलो पोजिटिभ कुरा भने ब्याटिङ इन्टेन्ट देखियो। नेपालको टप अर्डर यो म्याचमा एकदम कम्पोज देखियो। रोहित पौडेलले क्याप्टेनको इनिङ्स खेले, प्रेसर सिचुएसनमा 74 रन्स बनाउँदै इनिङ्स एङ्कर गरे। अर्को साइडबाट अघिल्लो गेममा डेब्यू गरेका ईशान पाण्डेले पनि म्याच्योर ब्याटिङ गर्दै 55 रन कन्ट्रिब्युट गरे। सबैभन्दा राम्रो कुरा चाहिँ नेपालको ब्याटिङ अर्डर कोल्याप्स भएन। पास्टमा धेरै चेजहरूमा विकेट्स कन्टिन्युअसली झर्ने प्रब्लम हुन्थ्यो, तर यो गेममा पार्टनरसिप बिल्ड गरेर म्याच फिनिस गर्न खोजेको देखिन्थ्यो। बलिङ साइडमा ललित राजवंशीले आउटस्ट्यान्डिङ कमब्याक गरे। स्कटल्यान्डको ब्याटिङ लाइनअपलाई स्टार्टदेखि नै प्रेसरमा राख्दै 4 विकेट लिएर गेम नेपालको कन्ट्रोलमा ल्याए। सन्दीप लामिछानेले एज अलवेज मिडल ओभरमा क्रुसियल ब्रेक थ्रु दिएर रन फ्लो रोकेका थिए, तर अझै पनि सबै कुरा पर्फेक्ट देखिँदैन। नेपालको फिल्डिङमा अझ इम्प्रुभमेन्ट चाहिन्छ। इजी सिङ्गल्स र मिसफिल्डहरूले स्कटल्यान्डलाई एक्स्ट्रा रन दिने काम गरेको थियो। डेथ बलिङमा पनि कन्सिस्टेन्सी इस्यु देखिन्छ। स्कटल्यान्डको लोअर अर्डरले लास्टतिर क्विक रन्स एड गरेको थियो, जुन फ्युचर म्याचेसमा डेन्जरस हुन सक्छ। अर्को कन्सर्न चाहिँ मिडल अर्डर स्टेबिलिटी हो। टप अर्डर फेल भयो भने म्याच फिनिस गर्ने डिपेन्डेबल ब्याट्सम्यानको क्वेसन अझै बाँकी छ। युएसए जस्तो स्ट्रङ बोलिङ एट्याक अगेन्स्टमा यो विकनेस एक्सपोज हुने सम्भावना छ। यो म्याचको स्पेसल मेन्सन डेफिनेटली पनि ललित राजवंशीलाई जान्छ। 8 ओभरमा 4 विकेट लिएर स्कटल्यान्डको ब्याकबोन नै ललितले ब्रेक गरे। रोहित पौडेलको क्याप्टेन्सी पनि यो गेमका लागि एप्रिसिएट गर्नु जरुरी छ। काम डिसिजन मेकिङ, बलिङ रोटेसन र प्रेसर ह्यान्डलिङ एकदम म्याच्योर देखियो। अब कुरा वर्ल्ड कप क्वालिफिकेसनको। करेन्ट पोइन्ट्स टेबल हेर्दा नेपाल 27 म्याचमा 22 पोइन्टमा छ। स्कटल्यान्ड टपमा 38 पोइन्ट र युएसए 36 पोइन्टमा छ। नेपाललाई टप पोजिसन चेज गर्न अब अलमोस्ट हरेक रिमेनिङ म्याच मस्ट विन सिचुएसन जस्तै भइसकेको छ। नेट रन रेट पनि नेपालको नेगेटिभमा छ। सो विनिङ मात्र होइन, कन्भिन्सिङ भिक्ट्रिज पनि इम्पोर्टेन्ट हुन्छ। स्पेसली युएसए र नेदरल्यान्ड जस्तो डाइरेक्ट कम्पिटिटर अगेन्स्ट विन्स एकदम भ्यालुएबल हुनेछ। अब नेपालको नेक्स्ट च्यालेन्ज मे 22 मा युएसएसँग हुनेछ। यो म्याच नेपालको लागि टुर्नामेन्ट डिफाइनिङ गेम हुनसक्छ। ओभरअल स्कटल्यान्डमाथिको यो भिक्ट्री नेपाल क्रिकेटको लागि ह्युज कन्फिडेन्स बुस्टर हो। टिममा फाइटिङ स्पिरिट देखिन्छ, यङ प्लेयर्स स्टेप अप गर्दैछन् र फ्यान्सको बिलिभ फेरि स्ट्रङ हुँदै गएको छ। अब रिमेनिङ म्याचेसमा कन्सिस्टेन्सी नै के हुनेछ। नेपालले यो मोमेन्टम कन्टिन्यू गर्न सक्यो भने वर्ल्ड कप क्वालिफिकेसनको ड्रिम रियालिटी बन्न सक्छ। तपाईँको विचारमा नेपालको सबैभन्दा इम्पोर्टेन्ट प्लेयर अपकमिङ युएसए म्याचमा को हुनसक्छ अवश्य पनि बताउनु होला। र यस्तै नेपाल क्रिकेट अपडेट्सको लागि च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।